लेजेन्ड हैन नारायण गोपाल। नारायण गोपाल उहाँ त अब अभिभावक यो जोन चामलिङ राई। जोन चामलिङ राई सरी म कन्फ्युज भएँ। दुर्गेश थापा। उहाँ एकदमै राम्रो पर्फर्मर हुनुहुन्छ। उहाँ चाहिँ स्टेज चढिसके पछाडि ननाच्ने कोही पनि हुँदैन। राजेश पायल राई। उहाँ एकदमै राम्रो सिङ्गर हुनुहुन्छ। उहाँले धेरै जस्तै रोमान्टिक गीतहरू धेरै गाउनुभएको छ, लभ सङ्गहरू धेरै गाउनुभएको छ। केही सिङ्गरहरू लेजेन्ड हैन नारायण गोपाल। नारायण गोपाल उहाँ त अब अभिभावक यो सिङ्गो सिनेमा इन्डस्ट्रीको अभिभावक भइहाल्नुभयो। उहाँहरूकै पाइला पछ्याउँदै अहिले मसम्म आइपुगेको छु भनौँ न। भक्तराज आचार्यज्यू। उहाँलाई भजन शिरोमणि भनेर भनिन्छ होइन। उहाँ एकदमै हाम्रो अब सत्य स्वरूप दाई उहाँकै फ्यामिलीबाट आउनु भएको छ। यति संस्कारी हुनुहुन्छ, यति राम्रो सिङ्गर हुनुहुन्छ होइन। उहाँहरूलाई प्रति एकदम सम्मान छ मेरो। ओके। प्रेमध्वज प्रधान। प्रेमध्वज प्रधान उहाँ लिजेन्ड भन्दा बित्तिकै जति पनि लिजेन्डहरू हुनुहुन्छ होइन, उहाँहरूको अगाडि जहिले पनि मेरो शिर निहुरिन्छ होइन। म एकदमै सम्मान छ। ओके। राजेश पायल राई। उहाँ एकदमै राम्रो सिङ्गर हुनुहुन्छ। उहाँले धेरै जस्तै रोमान्टिक गीतहरू धेरै गाउनुभएको छ, लभ सङ्गहरू धेरै गाउनुभएको छ। एकदमै बोल्ड भोइस छ उहाँको होइन, मिठो गाउनुहुन्छ। ओके। रामकृष्ण ढकाल। उहाँ पनि लिजेन्ड हुनुहुन्छ होइन। उहाँ पनि बच्चा बेलादेखि नै गीत गाउँदै आउनु भएको हो होइन। उहाँको गायकी, उहाँको त्यो के भन्छ एउटा सिङ्गिङ क्वालिटी होइन अर्कै खालको छ कि राम्रो छ। दुर्गेश थापा। उहाँ एकदमै राम्रो पर्फर्मर हुनुहुन्छ। उहाँ चाहिँ स्टेज चढिसके पछाडि ननाच्ने कोही पनि हुँदैन होइन। त्यो चाहिँ क्राउडलाई एकदमै ह्यान्डल गरेर होइन, क्राउडलाई आफू सँगसँगै एकदमै डान्स गराउने एकदमै जोस जागर उहाँ यति एकदमै एक्टिभ हुनुहुन्छ। उहाँ जोन चामलिङ राई। जोन चामलिङ राई सरी म कन्फ्युज भएँ। ओके। उहाँ पनि सिङ्गरै हुनुहुन्छ। हजुर मैले कस्तो नोटिस नगरेको होला है। ओके। सँगै सुशान्त केसी। उहाँको अलिकति डिफ्रेन्ट प्याटर्नको गीतहरू उहाँले गर्नुभएको छ होइन। त्यो राम्रो छ। पछिल्लो समय उहाँको गीत अब उता बलिउडमा पनि बनेर बारदलीको सबै अहिलेको युवाहरूको मनमुटुमा बस्नु भएको छ। ओके। अनुग्रह ज्वेलर्स शुद्ध सुनको ग्यारेन्टी। गोर्खा मिनी मार्केट स्विन्डन युके विगत 16 वर्षदेखि तपाईहरूको विश्वास जित्दै अगाडि बढ्दै। काठमाडौँ ज्वेलर्स परिवारसँग परिवार जोड्दै।